हामी यस साँझ पख सानो निउवा हाम्रो नारायण दाईको मामा घर जाँदैछौँ। सर आकाश गर्जिएर मौसम यस्तो छ है, पानी हल्का फिस परिरह। नारायण दाईले डराई स्कुटी चलाइरहनु भएको छ। हाम्रो यो FZ V2 बाइकमा हुनुहुन्छ हाम्रो उमेश दाई, यहाँ उहाँले पनि राइड गर्दै हुनुहुन्छ। सलक चिप्लिरहेको छ। म क्यामेरामा सुमन पाण्डे, हाम्रो बाइक पनि चिप्लियो। सर हिँडिरहेका छौँ आफ्नै गतिमा। अलि नजिक हिँड्नु त, भिडियोमा कैद गर्नु पर्यो नि नारायण दाईले। त एकचोटि हिँड्ने ठाउँमा त डोरामा नहिँड्नु के, उनीहरूले हालेको ठाउँमा हालिदियो भने चिप्लिन्छ। आकाश देख्न सक्नुहुन्छ कसरी गर्जिएको छ, बर्सिएको छ पानी। हामी पानी पनि भनेका छैनौँ, हावा पनि भनेका छैनौँ, चट्टान नभनी हिँडेका छौँ, आफ्नै गतिमा अघि बढिरहेका छौँ। यता कुनाड हाल्नु पर्थ्यो, यहाँ त सडक छेउबाट हाल्नु। छेउ आइज माले। यहाँ पनि लरक गरिरहेको छ। हाम्रो बाइक पनि यहाँ अलिकति अत्याधिक हुन सक्छ। आकाश, निलो आकाश गर्जिएको छ, चम्किएको छ, देख्न सक्नुहुन्छ। मजा आयो कामतिर आइयो, नजिक चाहिँ मेरो को जाँड खाएर आयो भिडियोमा फेरि। यो हाम्रो पारी देखिएको चाहिँ इलुङ्गा हो। खतरा कैद गरियो हामीले क्यामेरामा, यता पनि देख्न सकिन्छ। यो हाम्रो पारी गलेङ भयो। हामी आरनमुनि आइसकेका छौँ। यो हाम्रो गाउँ, हाम्रो डेस्टिनेसन त्यहाँनिर नै हो, देख्न सकिन्छ। यो हाम्रो स्कुल छ यहाँ मासतिर। स्कुल मुनि आइसक्यौँ। आकाश देख्न सकिन्छ। यहाँनिर बाटो अलिकति अप्ठ्यारो छ। सर हामी हिँडिरहेका छौँ आफ्नै गतिमा। यो भाइब्स, यो दृश्य छोटो रूपमा कति सकिन्छ म क्यामेरामा कैद गरिरहेको छु। त्यहाँनिर पहिरो छ, फेरि पनि बिजुली चम्कियो, देख्न सकिन्छ। सेतो पौर्यो तर चम्किएन, देखिएन। फेरि ढिला भयो। हाम्रो डुम्रे खोलो उर्फ गुए खोलोमा आइसकेका छौँ हामी। यहाँनिर केबिन वाल हाल्ने काम भइसकेको छ, तपाईँले देख्न सक्नुहुन्न अहिले, किनकि अँध्यारो छ। भोलि देखाउँला, भोलिको लागि पनि प्रतिबद्धता नगरौँ। यहाँनिर चाहिँ अलिकति रातो माटो छ, सलक्क चिफ्लिने हुँदा दाइले ध्यानपूर्वक चलाइरहनु भएको छ। आकाश गङ्गा। भाइरल हजुर, राइडर त हो नि। परेपछि अगाडि बसेपछि जस्तामा पनि चलाइन्छ कि, पछाडि बसेर सोचियो भने ओहो यहाँ म भए त सक्दिनँ कि। छेउबाट नाल्नु है चिप्लोमा। हामी मणिग्राम आइसकेका छौँ। यो मणिग्राम बुटोलको होइन, निबुवा खर्क 4 वडा नम्बर 4 गलेङ नगरपालिका सानो निबुवाको मणिग्राम हो यो। हाँसी देऊ बोली देऊ खोली मन पेट सुनेको थिएँ, टुक्का त सुनेको थिइनँ। टुक्काहरू त अभ्यासका धेरै बनाउन सकिन्छ। हामी हाम्रै ठुलो पिपल मुनि आइसकेका छौँ। दाइले अब बाइक स्कुटी तल झार्ने प्रयासमा हुनुहुन्छ। सर गइरहनु भएको छ। भाउजू पछाडि बसिरहनु भएको छ। चिप्लिन सर, एक गियरमा छोडिदिनु त सल्ल।
देखिन्छ क्या जानु त अगाडिको असी देखिने हो नि त बाटो सल्ल खुट्टा ब्रेक लाउनु है नछोड्नु एक गियरमा छोड्नु सर सर हामी आइसकेका छौँ हाम्रो डहरमा आइसक्यौँ भाउजू उकालो हिँडिरहनु भयो क्या हिँडाल्नु ए जान्छ क्या अब मलाई चाहिँ बोकाउनु भएको छ यहाँदेखि पैदल यात्रा दाइ अगाडि सर बाइकमा यहाँ झिलिमिलीहरू छन् आकाशको स्थिति हाम्रो स्वागतको लागि निश्चल पाण्डे पनि यहाँ आएर बसिसकेको छ भाउजूको आज बर्थडे परेको हुँदा ह्याप्पी बर्थडे टु यु भाउजू अलिकति उज्यालोमा ह्याप्पी बर्थडे टु यु हाम्रो यो काली कुकुर छोला हाम्रो केक निश्चल पनि यही छ भाउजू पनि यही हुनुहुन्छ यी ट्याक्क ल अब हामी यही भिडियोको अन्त्य गर्छौँ